एफसी बार्सिलोना भर्सेस भिलारियलको आजको म्याच एकदम बवाल भएको थियो। मलाई एकदम खुसी लागेको थियो। आजको म्याचलाई हेर्ने हो भने एकदम बवाल गेम भइरहेको थियो। 12औं मिनेटमा पेनाल्टी सुटआउटबाट राफिनाले 1 गोल प्राप्त गरिसकेका थिए। भिलारियलको गेम पनि एकदम खतरनाक तरिकाले खेल्दै थिए र राफिनाले पनि बवाल तरिकाले छिराइदिए पेनाल्टी। त्यसै गरेर गेम दुईटैको कम्पिटिसनमा थियो र पासिङ पनि त्यत्तिकै एकुरेसीमा चलिरहेको थियो। पासिङ हेर्ने हो भने बवाल थियो र यस्तै हो। बार्सिलोनामा चाहिँ एउटा येल्लो कार्ड पाएको थियो। त्यसपछि भिलारियलले चाहिँ रेड कार्ड पाएको थियो, किन भनेपछि लामिन यामाललाई चाहिँ डाइरेक्टै खुट्टामा थ्रो गरेको थियो र लामिन यामालले पनि एउटा गोल चाहिँ गरेको थिए 93 लास्टमा गएर एउटा गोल गरेका थिए र 2-0 को समाप्ति भयो र त्यसै गरेर नम्बर टपमा रहेको छ बार्सिलोना। 46 पोइन्ट रहेको छ उसँग र एकदमै